सम्बन्धी केही जानकारीहरू चाहिँ म भाइहरूलाई सोध्दैछु। ल यहाँबाट सुरु गरौँ। सेतो हात्ती थाइल्यान्डमा पाइन्छ। सेतो हिमाल भनेर धमाइदिएर चिनिन्छ। सेतो सहर भनेर बेलग्रेड सहरलाई चिनिन्छ। सेतो रगत भएको जीवलाई साङ्ला भनिन्छ। सेतो धातु भनेर टिनले चिनिन्छ। सेतो बादल भनेर किमुलसलाई चिनिन्छ। सेतो धरती भनेर अमर्ने पानीलाई चिनिन्छ। सेतो घर भनेर अमेरिकाको राष्ट्र भवनलाई सेतो घर भनिन्छ। सेतो मन्त्रीनाथ भनेर प्रतापमाला चिनिन्छ। सेतो रङमा के पाइन्छ? न्युको साइन। कालो हिरा भनेर कोइलाले चिनिन्छ। सेतो नीति लिने देशलाई अस्ट्रेलिया भनिन्छ। कालो हिमाल भनेर मगरलाई चिनिन्छ। सेतो बादल सेतो गुराँसलाई चिमाल भनिन्छ। सेतो मरुभूमि अन्टार्कटिकालाई चिनिन्छ। सेतो पैसा भन्नाले जलविद्युतबाट प्राप्त हुने पैसालाई सेतो पैसा भनिन्छ। सेतो झरना आकर्षण गरेर फैलिन्छ। सरस्वतीलाई सेतो रङ भनिन्छ।